तपाईँ यहाँ हामीहरूले बोलिरहेको भिडियो खिचेर पैसा कमाउन आएको हामीलाई त त्यस्तै लागिरहेछ नि तपाईँले क्वेसन गरे हिसाबले सल्युसन कहाँ चलचित्र कर्मीहरूले दिने 2 महिना अगाडि कारबाहीमा परेका एक युट्युबरले आइतबार प्रदर्शनमुख चलचित्र महाभोजको प्रेसमिटमा छिरेर निर्माण पक्षलाई हैरानीमा पारेका छन्। उनले दिक्क लाग्ने गरी बेतकुका प्रश्न सोधेपछि चलचित्र निर्देशक दिनेश राउत र अभिनेता निश्चल बस्नेत भड्किएका थिए। गत फागुनमा संसद भवन परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै संसद सचिवालयले 2 युट्युबरको पास 1 महिनाका लागि निलम्बन गरिदिएको थियो। उनीहरू थिए सुनौलो नेपाल नामक युट्युब च्यानलका प्रकाश ओली र युवामन नेपाल नामक च्यानलका किशोर श्रेष्ठ। उनीहरू संसद भवन प्रवेशमा 1 महिनाका लागि रोक लगाइएको थियो। उनीहरू निलम्बनको अवधि गुजारिसकेका छन्। यी 2 मध्ये एक किशोर श्रेष्ठ उक्त चलचित्र महाभोजको कार्यक्रममा देखा परेका हुन्। चलचित्रको एउटा गीतको रिलिज कार्यक्रममा राउत र बस्नेत सहित कलाकारहरू दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने लगायतका उपस्थिति थियो। युट्युबर श्रेष्ठले अनसट प्रश्न सोध्ने आफ्नो शैलीलाई यहाँ पनि निरन्तरता दिए। चलचित्रले समस्या मात्रै देखाएर हुन्छ, समाधान गर्नु पर्दैन। तपाईहरुले फिल्ममा खेलेको क्यारेक्टरले सड़कमा गएर कहिलेकाहीँ अर्धनग्न भएका छोरी चेलीलाई हामी छौं साथमा भन्नु भएको छ। तपाईहरुले समाजका मुद्दा उठाएर पैसा कमाउन खोज्नु भएको हो। हेनतेन प्रश्न उनले एकै पटक सोधेका थिए। यो चलचित्र सहकारी ठगेको विषयवस्तुमा निर्माण भएको छनक टेलरले देखाएको छ। सहकारीको पैसा अपचलन भएपछि त्यसले ल्याउने पारिवारिक विग्रहको कथामा चलचित्र आधारित छ। अहिले सहकारी प्रकरणले देश तताइरहेको बेला सोही माहौललाई पकड्दै निर्देशकले यो विषयमा चलचित्र बनाएका हुन्। युट्युबरले समाजका मुद्दा देखाएर पैसा कमाउन खोज्ने भनेपछि निश्चल बस्नेत तातिए। निर्देशकलाई सोधिएको भए पनि उनले माइक मागेर जवाब दिए। उनले प्रति प्रश्न गरे, तपाई यहाँ हामीलाई प्रश्न सोधेर पैसा मात्र कमाउन आउनु भएको हो? निश्चलको यो प्रति प्रश्नमा युट्युबरले आपत्ति जनाए। उनले आफूलाई यस्तो भन्न नमिल्ने बताएपछि निश्चलले थप थर्काए। उनले भने चलचित्र नै नहेरी तपाईलाई कथा अगाडि चाहेको रहेछ। म तपाईलाई नै प्रश्न गर्छु, तपाई यहाँ हामीले बोलेको भिडियो खिचेर पैसा कमाउन आउनु भएको हो? उनको प्रश्न सकिन साथ पत्रकारले जवाब दिए, होइन। निश्चलले पनि उनको जवाब आउन साथ उत्तर दिए, हामीलाई त त्यस्तै लागिरहेको छ। कार्यक्रममा उपस्थित अन्य पत्रकारले निश्चलको जवाबमा ताली बजाए, तर युट्युबर श्रेष्ठ सन्तुष्ट भएनन्। उनले भन्न थाले, गम्भीर विषय उठान गर्दै गर्दाखेरि निश्चलले उनलाई रोकेर जवाब दिए, तपाई चलचित्रलाई चलचित्र जस्तो गरेर किन हेर्नुहुन्न? तपाई किन साँच्चै नै चलचित्रले नै देश बनाउँछ भनेर हेर्नुहुन्छ र? चलचित्रले प्रश्न मात्रै उठाउँछ। युट्युबरले फेरि बीचैमा केही बोल्न लागेका थिए। निश्चलको छेउमा उभिएका अर्का अभिनेता दयाहाङ राईले मुख खोले, चलचित्रले प्रश्न मात्रै उठाउने हो, चलचित्रले यो बाहेक अरू केही गर्न मिल्दैन। 2 अभिनेताले उत्तर दिँदा पनि युट्युबर अझै सन्तुष्टि भएन। उनले फेरि प्रश्न तेर्साए, त्यसो भए चलचित्रले समाधान दिनु पर्दैन? अन्ततः निर्देशक राउतले आफै बोले। उनले भने, सिनेमा प्रतिको बुझाइ कम भएपछि हामीले यस्तो प्रकारको प्रश्नको समाधान गर्नुपर्ने हुन्छ। यो तपाईको बुझाइको कमजोरी हो। कथावाचकको रूपमा मैले भन्नुपर्दा म समाजको समस्या देखाउन सक्छु, तर त्यसको समाधान दिन सक्दिन। त्यो मेरो कामै होइन। युट्युबर फेरि पनि बोली नै रहे। त्यसपछि अर्का अभिनेता खगेन्द्र लामिछानेले पनि मुख खोले। उनले भने, समाधान अदालतले दिने हो, तपाईको यो प्रश्न नै भएन। खगेन्द्रको समर्थन गर्दै निर्देशक राउतले भने, पहिला तपाईको बुझाइ कतिको सही वा गलत छ त्यो विश्लेषण गर्नुहोस्। बीचैमा युट्युबरले निश्चलसँग गुनासो राखे, तपाईले हामीलाई भिडियो खिचेर पैसा कमाउन आउनु भएको भन्नुभयो, त्यस्तो होइन हेर्नु। निश्चलले जवाब फर्काइहाले, तपाईले हामीलाई फिल्म देखाएर पैसा कमाउन आउनु भएको हो भनेर सोधेको भएर त्यसको उत्तर मैले तपाईकै भाषामा दिँदा तपाईको चित्त दुख्यो। निश्चलले आकर्षित हुँदै थपे, काम गरेपछि मान्छेलाई पैसा कमाऊ भन्ने लाग्दैन? सर्वप्रथम तपाईले सोध्नु भएको प्रश्न जायज छ कि छैन भनेर तपाईको छेउमा उभिएका अरू पत्रकार साथीहरूलाई सोध्नुहोस्। जति उत्तर दिँदा पनि उही कुरा दोहोरिरहेपछि निश्चल पनि दिक्क भइसकेका थिए। उनले बोल्नै छाडे। उपस्थित अरू कलाकार पनि यो सवाल जवाफमा खासै खुसी देखिएनन्। कुरा जति गरे पनि नटुङ्गिएपछि अन्ततः कार्यक्रम सञ्चालकले समय छोटो भएकाले यो विषय यही टुङ्ग्याउन अनुरोध गरे। आगामी जेठ 15 गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टिस्टार फिल्म महाभोजको दोस्रो गीत लालुमाई सार्वजनिक भइसकेको छ। सार्वजनिक गीतमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीले आवाज दिएका छन्। हरक साउदको शब्द रहेको यो गीतमा कोशिश छेत्री र केतन छेत्रीको संगीत, पुष्कर खत्रीको
एरेन्ज र केतन छेत्रीकै रेकर्ड प्रोडक्सन रहेको छ। सुशील छेत्रीको कोरियोग्राफी रहेको फिल्मको भिडियोमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गोमाया गुरुङ, मल्लिका महत सहित स्वयं गायक निश्चल बस्ने नृत्य गर्दै देखिएका छन्। मल्लिकाको विवाह समारोहको परिवेशमा तयार पारिएको भिडियोमा परिवार, साथीभाइ र गाउँलेको रमाइलो माहौललाई झल्काएको छ। गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले महाबोसले नेपाली समाजमा विद्यमान वर्ग संघर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबावको यथार्थ चित्रण गर्ने बताएका छन्। त्यस्तै निश्चलले निर्देशक राउतसँगको पुनः सहकार्य उत्साहजनक रहेको बताए। गीतमा स्वर दिएका तथा नृत्य गरेका निश्चल बस्नेत र चलचित्र निर्देशक दिनेश राउतले वर्ष 2012 मा एकै वर्ष चलचित्र निर्देशन शुरू गरेका थिए, अर्थात सँगै निर्देशन यात्रा शुरूआत गरेका थिए। त्यसपछि यी दुईले 2017 मा चलचित्र पर्वमा सहकार्य गरे। सो चलचित्रको चर्चित गीत काले दाइमा निश्चल स्वयंले स्वर दिएका थिए भने भिडियोमा पनि उनी आफैले अभिनय गरेका थिए। क्लकवर्क क्रिएसन र पिक्चर फिल्मको संयुक्त ब्यानरमा निर्माण भएको महाबोस नेपाल सहित विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउँदैछ। हिमाल कडेरिया निर्माता रहेको चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मल्लिका महत, वसुन्धरा भूषल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाहा लगायत कलाकारको अभिनय रहेको छ।